सम्पूर्णमा नमस्कार है। अहिले चाहिँ म हाम्रो बकै औद्योगिक ग्राममा छु। यो चाहिँ हाम्रो बकै गाउँपालिकाको स्थानीय औद्योगिक ग्राम, एउटा मात्र औद्योगिक ग्राम जसले चाहिँ कृषकहरूलाई चाहिँ सेवा प्रदान गर्दै आइरहेको छ। र यो औद्योगिक ग्राम भनेको चाहिँ विशेष गरी कृषकहरूको लागि गाईको लागि दाना उत्पादन गर्दै आइरहेको छ। दाना यसरी चाहिँ यहीँ उत्पादन भएर चाहिँ प्याकिङ हुन्छ र यो प्याकिङ भएको दानालाई चाहिँ यसरी चाहिँ हामीले ट्र्याक्टरमा लोड गरेर घर घरसम्म पुर्याउने सहकारी संस्थाहरूसँग पुर्याउने सुविधा रहेको छ। र यतापट्टि हाम्रो लोडर छ। यो लोडर मार्फत चाहिँ हामीले यहाँभित्र रहेको है यो कम्पनीभित्र रहेको दानालाई चाहिँ त्यो ट्र्याक्टरसम्म लोड गर्न चाहिँ सजिलै लोड गर्नको लागि प्रयोग गर्ने गरेका छौँ भने उतापट्टि चाहिँ हाम्रो साइलेज रेडी भएको छ। जुन साइलेज चाहिँ हामीले हरियो ढोडसहितको मकै ल्याएर त्यसलाई चाहिँ साइलेज मेसिन मार्फत चाहिँ त्यसरी प्लास्टिक ऱ्यापिङ गर्छौँ र यो किसानको घर घरमा चाहिँ पुर्याउने सुविधा रहेको छ। र हामीले यसै बकै गाउँपालिकाका किसानहरूलाई 50% अनुदानको रूपमा पनि प्रदान गर्दै आइराखेका छौँ र यसरी सेवा प्रदान गरिराखेको छौँ। हजुरहरू पनि यस औद्योगिक ग्रामलाई चाहिँ भिजिट गर्न सक्नुहुन्छ र स्टडी गर्न सक्नुहुन्छ। यसरी हामीले चाहिँ कृषि प्रधान गाउँपालिका र कृषिमै राम्रो विकास गर्ने फड्को मार्ने उद्देश्यले स्थानीय तहमा उत्पादन भएका तहमै उत्पादन गरेर यो दानालाई चाहिँ घर घरमा पुर्याउने र स्थानीय तहले नै गाईहरूबाट उत्पादन भएका दुधहरूलाई चाहिँ हामीले लिएर बजार व्यवस्थापनसम्म गर्न सफल भएका छौँ। र यसरी चाहिँ हाम्रो दाना मेसिन रहेको छ है त।